नमस्ते, मेरो नाम विवेक जोशी। मेरो मार्च 20 मा युएस को भिजा इन्टरभ्यू थियो र मेरो भिजा लाग्यो। म चाहिँ इन्टरभ्यूको दिनमा चाहिँ नर्भस थिएँ अलि धेरै। अनि बिहान 8 बजेतिर एम्बेसी पुगेको थिएँ। 8:10 तिर एम्बेसी भित्र छिरेर लाइनमा बसेर भित्र छिरेर वेटिङ रुममा बस्दाखेरि र हाम्रो त्यहाँ डकुमेन्ट सबमिसन गर्दाखेरि चाहिँ लगभग 9 बजिसकेको थियो। डकुमेन्ट सबमिसन गरेँ अनि डकुमेन्ट सबमिसन गरिसकेपछि फिङ्गरप्रिन्टहरू यताउता गर्दाखेरिमा मेरो 10:30 नै भइसकेको थियो। त्यहाँ मैले अलिक ढिलो गरेको थिएँ, मलाई डर लागिरहेको थियो र मैले 1-2 जना टुरिस्ट त्यहाँ हजुरबा हजुरआमाहरू पनि हेल्प गरिदिएको थिएँ। त्यसपछि चाहिँ मेरो इन्टरभ्यूको पालो आयो। म चाहिँ काउन्टर नम्बर 9 मा परेको थिएँ। यङ अमेरिकन भिजा अफिसर हुनुहुन्थ्यो अनि म चाहिँ गएर हेलो गुड मर्निङ अफिसर हाउ आर यु भनेको थिएँ। डर लागिरहेको थियो। त्यसपछि चाहिँ रिप्लाई पाएपछि चाहिँ अलिकति ठिकै हो जस्तो लाग्यो अनि नर्भस अलिकति कम भयो। अनि त्यसपछि पुट योर डकुमेन्ट हियर भन्नुभयो अनि डकुमेन्ट त्यहाँ राखेँ, I-20 र 12 को ट्रान्सक्रिप्ट र पासपोर्ट त्यहाँ राखिसकेपछि चाहिँ हेरेर अनि त्यसपछि चाहिँ आर यु गोइङ फर सिभिल इन्जिनियरिङ भन्नुभयो अनि यस अफिसर आई एम गोइङ फर सिभिल इन्जिनियरिङ। मेरो एन्सर चाहिँ कस्तो थियो भनेपछि इन्जिनियरिङ युनिभर्सिटी अन USA हेज अ लट्स अफ अन क्याम्पस अपर्च्युनिटी टु डु द रिसर्च एन्ड लर्न फ्रम द फिल्ड। अनि अर्को के भनेको थियो भनेपछि आई विल इभन गेट अ चान्स टु भिजिट सम अफ द कम्प्लेक्स स्ट्रक्चरल डिजाइन कन्स्ट्रक्सन साइट ड्युरिङ माई स्टडिज भनेर भनेको थिएँ। अनि त्यसपछि मैले सो द्याट्स द रिजन आई चुज दिस युनिभर्सिटी भनेर भने। यसमा नि क्रस क्वेसन आएन। अनि त्यसपछि चाहिँ युएसमा त्यत्रो 1000 अफ युनिभर्सिटी छ, किन यो युनिभर्सिटीमा जानु पर्यो भनेर भन्नुभएको थियो। अनि मैले चाहिँ एज आई सी माइसेल्फ एज अ स्ट्रक्चरल इन्जिनियर एन्ड दिस युनिभर्सिटी अल्सो अलाउ द स्पेसलाइजेसन इन स्ट्रक्चरल इन्जिनियरिङ एज अ इलेक्टिभ सब्जेक्ट एसोसिएटेड विथ अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर र कोर्स एप्रुभ चाहिँ इन्जिनियरिङ एक्रिडेसन कमिसनबाट भएको थियो भनेर भनिसक्दाखेरि मलाई इन्टरप्ट गरिदिनु भयो। त्यसपछि चाहिँ वाट्स योर करियर प्लान भन्नुभएको थियो। करियर प्लानमा चाहिँ मैले 2 लाइन मात्रै भन्नु पाएको थिएँ आफ्नो करियर प्लान। आफ्टर ग्रेजुएसन आई विल प्रिपेयर फर अ लाइसेन्स इक्जाम भने। अनि त्यति बेला चाहिँ क्रस क्वेसन आयो वाट इज लाइसेन्स इक्जाम भन्नुभयो। अनि मैले चाहिँ भने it is the exam taken by government and we should pass that exam to be a registered engineer here in Nepal अफिसर भने। अनि त्यसपछि फेरि अनि कन्टिन्यू गर्न खोजेँ मैले। अनि आई विश टु बी अ रजिस्टर्ड इन्जिनियर हियर इन नेपाल इन्जिनियरिङ काउन्सिल भन्नु भने। अनि वाट इज नेपाल इन्जिनियरिङ काउन्सिल भन्नुभयो। अनि इट इज अ ग्रुप अफ इन्जिनियर भनेर भन्थेँ मैले चाहिँ। अनि त्यसपछि चाहिँ तँलाई ब्याचलर डिग्री भए पुग्छ यहाँ नेपाल इन्जिनियरिङ काउन्सिलमा रजिस्टर हुनुलाई भनेर सोध्नुभयो। अनि यस अफिसर भनेर भने। त्यसपछि चाहिँ वाट्स यो हाउ यु गोन फन्ड फर यर एजुकेसन भन्नुभयो। त्यसपछि चाहिँ मैले माई फादर वर्क्स अन दिस त्यहाँबाट यति कमाउनुहुन्छ, मम्मीले यति कमाउनुहुन्छ। अनि सेभिङको कुरा गर्ने बेलामा अनि ग्रिन स्लिप निकालेर वेलकम टु USA भनेर भन्नुभयो। मेरो युएसको इन्टरभ्यू एक्सपिरियन्स चाहिँ यति नै थियो। र म चाहिँ सुरुमा चाहिँ धेरै डाइभर्ट भइरहेको थिएँ यो कन्सल्टेन्सीहरू खोज्दा लगभग सबै कन्सल्टेन्सीमा बुझ्यो होला। त्यसपछि आएर यहाँ सुषमा म्यामलाई भेटेपछि चाहिँ उहाँले एउटा प्लान गरिदिनु भयो। जस्तो म चाहिँ स्प्रिङमा जान खोजिरहेको थिएँ 2024 को। अनि धेरै कन्सल्टेन्सीहरूले चाहिँ टमी I-20हरू यताउता निकालिदिन्छु भनेर भन्नुभएको थियो। अनि सुषमा म्यामलाई भेटेपछि चाहिँ यस्तोतिर नलाग, फलमा जाऊ, राम्रोसँग भ्याइन्छ भनेपछि अनि पेसिफिकमा इनरोल भएँ। अनि I-20हरू निकालेँ, डेट बुक गरेँ। त्यतिखेरसम्म केही प्रिपेयर थिएन, इङ्ग्लिस बोल्ने पनि बानी नै थिएन। अनि त्यसपछि म 1 महिना अगाडि क्लास आएको थिएँ। क्लास आउँदाखेरि चाहिँ अनि क्लासहरू लगेँ। अनि प्रशंसा म्यामले मेरो मेन्टर हुनुहुन्थ्यो, उहाँले गाइड गर्नुभयो। अनि सबभन्दा धेरै चाहिँ मलाई अस्मिता म्यामले गाइड गर्नुभयो। म चाहिँ केही भयो भने राति 10 बजे भयो पनि 11 बजे भयो पनि दिउँसो भयो पनि बिहान भयो पनि सिधै अस्मिता म्यामलाई मेसेज गर्थेँ र उहाँले फ्री टाइममा मेसेज रिप्लाई गर्नुहुन्थ्यो, नत्र सिधै कल गरेर सम्झाउनुहुन्थ्यो। अनि मैले मक टेस्टहरू नि धेरै दिएँ अस्मिता म्यामहरूसँग। मैले चाहिँ मक टेस्टहरूबाट नै मैले कन्फिडेन्स ल्याएको थिएँ आफ्नो। मलाई कन्फिडेन्स थिएन, म बोल्नै सक्थेन, धेरै पजेसहरू हुन्थ्यो, डराउँथेँ। मक टेस्टबाट कन्फिडेन्स आयो। र अब कोही पनि युएसको प्रोसेस गरिरहेछ भनेपछि चाहिँ पेसिफिक आउँदा हुन्छ ढुक्कले।